नमस्कार साथीहरू, हाम्रो एक्सप्लोर यात्रामा तपाईहरुलाई स्वागत छ र यति बेला हामी आइपुगेको छौं भक्तपुर नजिकै रहेको साँगा भन्ने ठाउँमा र आज हामी यहाँको दृश्यहरूलाई एक्सप्लोर गर्ने छौं। आशा छ यो भिडियोमा तपाईहरुले मनोरञ्जन लिनुहुनेछ भनेर। हेलो मैडम, हजुरको घर कता हो? ओहो, बेपत्तापुर हैन होला के हो? हो हो साच्चै बेपत्तापुरै हो? हैन होला, बेपत्तापुर त कहाँ पो पर्छ? कुन जिल्लामा पर्छ बेपत्तापुर? मन्दिर भन्छ, शिवको यो मूर्ति भन्छ है। यो चाहिँ एकदम हाइट अनि अग्लो छ। अनि यो बब्बाल भ्यूज भनेको चाहिँ यहाँनिर छ है। यो चाहिँ एकदम रमाइलो ठाउँ। ल वाटरफलहरू ल यहाँ थुप्रैजनाहरू हुनुहुन्छ, यहाँ जुन चाहिँ ब्लगहरू गर्नुहुन्छ अनि टिकटकहरू बनाउँदै हुनुहुन्छ। यो चाहिँ एकदम बबाल ठाउँ, यहाँको साँगाको एकदम रमाइलो ठाउँ छ। अनि तपाईँहरूले पनि यो ठाउँलाई आएर भिजिट गर्न सक्नुहुन्छ। र हामी एकदम बबाल टाइपको रहेछ है वाटरफल यहाँनिर। क्यामेराम्यान चाहिँ यही मान्छे हो है, चिनिराख्नु चाहिँ यहाँनिर। अनि होटलहरू छ अनि यहाँ अनौठो खालको भ्यू देख्न सकिन्छ है। यो सायद भक्तपुर या के हुनसक्छ। अनि यो चाहिँ एकदम जे भयो नि, यो चाहिँ एकदम रमाइलो ठाउँ छ। हुन्छ गाइजहरू, यहाँ चाहिँ प्रायः जस्तो मैले इन्डियन दाजुभाइहरू चाहिँ आउनु भएको जस्तो लाग्यो यो ठाउँमा चाहिँ प्रायः जस्तो। अनि हामी अब यो ठाउँबाट फेरि अर्को ठाउँतिर जानेछौँ। यो चाहिँ के को दाना रहेछ यस्तोबाट? के हो थाहा छ? यो त्यो यो पुल त यहाँबाट जान्छ होला सायद, त्यहाँबाट जानेछौँ हामी। अरे पुल त आज जानै पर्छ। यो चाहिँ अब साँगाको पुल जाँदैछौँ। दिदी बहिनी ल यो मलाई ल दुईजना ल चाहिँ भित्र आउनु मिल्यो होइन? एकदम रमाइलो छ। यहाँबाट तल देख्न सक्नुहुन्छ यति धेरै माथि छ कि यो पुल है। अनि यहाँबाट यहाँ तलबाट गाडी हिँडिरहेको छ। के भयो अब ल केही हुन्न कि होइन? कस्तो डराएको तिमी त, यसरी डराएर। यो तल के खोला भन्छ होला हौ यसलाई? हेर न तल के खोला, हेर त। तल हेर न, तल गाडीहरू हेर न तल। यहाँबाट देखिने भ्युज चाहिँ एकदम आनन्द छ है त। यता चाहिँ भक्तपुर अनि यो यतातिर चाहिँ भक्तपुर अनि यतातिर चाहिँ भनेको काभ्रे। यहाँबाट यता देखिने चाहिँ काभ्रे अनि यहाँबाट यता देखिने चाहिँ साँगा होइन, साँगाहरू। अनि एकदम सबैलाई धन्यवाद छ है। अनि कुन ठाउँबाट आउनु हो हजुरहरू? इन्डियाबाट है। ल जानुहोस्। सघाउने रहेछ त ब्लगर भाइ। अब यहाँबाट हामी फाइनल्ली भन्नुपर्दाखेरि हामी यहाँबाट फर्किँदैछौँ है। अब चाहिँ हामी फर्किनेछौँ। लगभग रात पनि परिसकेको छ, वहाँनिर घाम पुगिसकेको छ होइन। अब भक्तपुरतिर छ नि होइन बहिनी? हो र? बाइक त उता छ फेरि हाम्रो, जहाँ भ्याउँछ होला है। ल थ्याङ्क यू बहिनी। ल उता यता यो डाँडातिर छ कि बाइक चाहिँ, त्यो भएर है। ल थ्याङ्क यू। हामी फर्किनेछौँ यहाँबाट अनि जाँदैछौँ। अब यहाँबाट चाहिँ अब हामी काठमाडौँतर्फ लाग्नेछौँ। अब आजको ब्लग यति नै।